आज हामी बनाऊँ मेवाको स्यालेड। एकदमै सजिलो र ट्वाक्क मिठो। तपाईहरुसँग घरमा काँचो मेवा छ भने अझै राम्रो। मसँग चाहिँ पाक्नु आँटेको वाला थियो, तर पनि मिठै भयो। तासिसकेपछि छुरीले मेवालाई टक 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 गरेर हान्ने र काटेपछि यस्तो हुन्छ। यसमा चाहिँ हजुरलाई चाहिएको जति नुन हाल्ने। नुन सँगसँगै मैले चाहिँ यहाँ डल्लेको पेस्ट पनि हालेको छु, टक्क पिरोको लागि, र मह। एउटा मात्रै मैले लसुन पनि हालेको छु र त्यसलाई ग्रेट गरेको छु। ग्रेट गरेको लसुन माथि नै फेरि रातो खोर्सानी राम्रो देखोस् भनेर र कागती। यसलाई चाहिँ पन्जाले मिक्स गरेको छु, खोर्सानी भएर हात पोल्छ भनेर। र यति नै हो। तपाईले अब यो सबै मिक्स गरेर राम्ररी प्लेटिङ गरे पनि भयो, त्यही बटुकाबाट खाए पनि भयो। मैले चाहिँ राम्ररी भिजुअली अपिल गर्नको लागि चाहिँ प्लेटमा हालेँ। यो जुस चाहिँ नफाल्नु होला, यो पनि अत्यन्तै मिठो छ। अब कविता दिदीले के भन्नुहुन्छ त सुनौँ है त। Anyway, Sid approves. And so does Kavita Di.